र सर्वप्रथम अहिले म आएको छु साथीको घरमा र पछाडिको स्क्रिनमा देखिरहनु भएको छ यो कुन चाहिँ घर भनेर तपाईँलाई थाहा भइरहेको होला। यो भाइले मेरो घरमा पनि छोडेन भिडियो बनाउनु भनेर नसोच्नु होला, किनभने एउटा दुःखदको भिडियो लिएर आएको छु हजुरको समक्षमा। र मेरो साथीकोबाट खस्नुभएको आज 13 दिन भइसक्यो र सबैकोबाट मेरो पनि बडा एउटा हाम्रो गाउँको सान चिनारी एउटा अहिले छैन, हराए जस्तै छ मलाई र बडा नै छैन, उहाँ बितेर जानुभयो। र आजको 13 दिनको काममा चाहिँ हामी छौँ र खानाहरू पनि पाकिरहेको छौँ। काम काम गर्दै मलाई एउटा सिधो दुःखको खबरको भिडियो गर्नु मन लाग्यो, त्यही भएर हजुरको समक्षमा आइरहेको छौँ। र हामीलाई मरो घरमा जुवा तास खेल्नु हुन्छ कि हुँदैन ती विषयको छ र हामीलाई लास्ट गएपछि के कस्तो हो ती विचारले चाहिँ सानो भिडियो लिएर आएको छु, हजुरहरू सुन्नु होला। अब हामी मरो घरमा आउँछौँ नि त होइन, आएपछि अब जुवा तास हामीलाई इम्पोर्टेन्ट छ अहिलेको। अब तपाईँहरू भन्नुहोस् मरो घरमा आएपछि जुवा तास खेल्नु जरुरी हो कि होइन, तपाईँलाई थाहा छ भने कमेन्ट बक्समा लेखिदिनु होला। अब एउटा भजनै छ हाम्रो सन्दीप सानाजीले गाउनु भयो, त्यो 2 लाइन म गएर सुनाउँछु तपाईँहरूलाई। मरो घरमा जुवा तास कहिले खेल्नु हुँदैन, लास नजली मलामे फर्किआउनु हुँदैन। ल अब तपाईँहरू भन्नुहोस् ठाट लगाएर यो भजन सुनेर तपाईँहरू के कस्तो गर्नुहुन्छ? खेल्ने घरमा खेल्छ, खेल्नु नदिनेले खेल्नु दिँदैन। तपाईँहरूलाई थाहा छ भने चाहिँ मरो घरमा जुवा तास खेलेको राम्रो कि नराम्रो थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला। अनि हामी घरमा लास पढिरहेको हुन्छौँ, घरमा मान्छे मरेर लास पढिरहेको हुन्छ नि त, हामी लास लिएर जाँदा जाँदै नै हामी साथीभाइसित हाम्रो मनमा एउटा कुरा गुनगुनिन्छ, आफै खेलिन्छ। के कुरा भन्दाखेरि चाहिँ लास कहिले जान्छ र पुग्छ र जलिसक्छ र हामी आम भन्ने सोच गर्छ कि त लास जल्छ छिटो भनेर, छिटो आम फर्जा लास जलिरहेको हुन्छ, हामीलाई कहिले छिटो आम भनेर हामी सोचिरहेको हुन्छ। त्यस्तो सोचले बरु मलाई जाँदैन झन्, गएपछि चाहिँ अन्तिम साससम्म जलिसकेर तपाईँहरू फर्किआउनुहोस्। अब लास जलेकै हुँदैन, लास लोएको हुँदैन, हामीलाई हतार हुन्छ कहिले फर्किआम भनेर। त्यो विचार त्यो सोच गर्नुभयो भने चाहिँ तपाईँहरू मलामी एकदम जाँदै नजानुहोस्। गएपछि चाहिँ अन्तिम साससम्म जलिसकेर तपाईँहरू फर्किआउनुहोस्। किन भन्दाखेरि यो सबैमा बित्ने पल हो, पृथ्वी गोलो छ, त्यो सबैमा पालाको पैसा घुम्दै आउँछ। अब भोलिको दिनमा तपाईँले अरूसित त्यस्तो गरेछ भने आफूसित पनि त्यस्तै हुन्छ। त्यही भएर म भन्न चाहन्छु, मेरो भनाइ मेरो विचारले चाहिँ तपाईँहरू कस्तो विचार हुन्छ, मेरो विचारले चाहिँ गएपछि चाहिँ अन्तिम साससम्म बसेर जलिसकेर टाकटुक लास सास जलिसकेर फर्किआउनुहोस्। किनभने भोलिको दिनमा आफ्नो घरमा पनि हुन्छ, त्यो विचार त्यो सोचले हिँड्नुपर्छ। अनि मरो घरमा जुवा तास खेल्नु हुँदैनको विषयलाई तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। हामी ठाडसँगले भन्छौँ है मरो घरमा खेल्नु दिनुपर्छ है तास जुवा, अनि मात्रै आउँछ घरमा रुङ्ने मान्छेहरू भन्ने गर्छौँ, हो कि होइन? तर अहिलेको युवा जवानहरू पुर्खादेखिको लिएर अहिलेको युवा जवानहरू पनि र धेरै अब एजेड भएको मान्छेहरू पनि, बिहा गरेको मान्छेहरू पनि जुवा तास बिना उहाँहरू पनि मरो घरमा आएर बस्नु सक्दैन, त्यो सबैलाई थाहा भएको कुरा हो। र त्यही भएर मरो घरमा कति हामी देख्छौँ जुवा तास फ्रिडम छोडिरहेको हुन्छौँ कि मान्छे होस् रुङोस् भनेर, त्यो पनि विषय हो। अब तपाईँलाई के कस्तो लाग्छ, मरो घरमा जुवा तास खेलेको राम्रो कि नखेलेको राम्रो? अनि यहाँ मरो घरमा आएपछि चाहिँ चिया झालमुरी है धेरैको व्यवस्थाहरू हुन्छ, सबैलाई रुङ्नेहरूलाई दिन्छ है, त्यो त सबैको ठाउँ ठाउँमा हुन्छ। र मेरो विचारले चाहिँ हो भने चाहिँ सबै गाउँ ठाउँमा त्यस्तै नै हुन्छ मरो घर भनेपछि चाहिँ। र आजको त्यस्तै दुःखद सानो भिडियो थियो। र तपाईँहरू मलामी गयो भने चाहिँ लास जलाउनु गयो भने चाहिँ मलामी तपाईँहरू कहिले पनि छिटो फर्किन आउनुहोस् भन्ने निवेदन टक्राइरहेको छु हामीले, किनकि पहिलेको संस्कार संस्कृति वाद्य वादन बिर्सिसकेको छौँ। पहिलेको कानुनहरू बहुत तगडा थियो, हेर्नुहोस्, जो सही त त्यो सही नै हुन्थे, जो गलत गलत हुन्थे। पहिलेको कानुन पहिलेको समाज बहुत तगडा थियो। तर अहिले अब तपाईँ गलत बाटोमा छ अरे, तपाईँ गलत मान्छेहरू तपाईँसित गलत भइरहेको छ अरे, त्यो मान्छे सही छ अरे, अब तपाईँ गलत छ, त्यो गलतलाई सही बनाउनुहोस् त, सही बनिन्छ केले यस्तोले, अलिकति पैसा दिनुहोस्, त्यो गलत काम भएको तपाईँको सिधा भइहाल्छ, त्यो राम्रो पनि भइहाल्छ भने। पहिलेको समाज पहिलेको कानुन चाहिँ तगडा थियो। तर अहिलेको कलियुगमा केही राम्रो छैन, सहीलाई पनि गलतलाई पनि सही भइरहेको हुन्छ, सही चाहिँ गलत हुन्छ, तपाईँलाई थाहा भइरहेको होला। आजको त्यस्तै थियो भिडियो, अन्यथा नलिनु होला। कसलाई राम्रो लागे तपाईँहरूले अवश्य लाइक कमेन्ट सेयर गर्न सक्नुहुन्छ र मलाई फलो पनि गर्न सक्नुहुन्छ। र हुने कुनै भ्लगर कुनै भिडियो बनाउने खतरा त होइन, म जति सक्छु जति सुन्छु मेरो कानले, जति बुझेको छु, जति ज्ञान दिन सक्छु, जति भन्न सक्छु म त्यति भन्छु, त्योभन्दा बेसी बोल्न सक्दिनँ। हजुरलाई के कस्तो लाग्छ
मन परे के गर्नुहुन्छ तपाईँहरूको माथि छ, नमन परे भिडियो हेरेर हटाउनु होला। र यति भन्दै आजको दुःखद भिडियोलाई बन्द गर्न चाहन्छु। बाई बाई गाइस।